हाई एभ्रिवान, गुड मर्निङ। आज मेरो दिनको सुरुवात हुँदैछ। तुलसीको बिउ भिजाएर खाएको अनि रहेको छ। म चाहिँ माइती गर्छु आज यही गाउँघरमा। हेर्न सक्नुहुन्छ, उहाँ चाहिँ मेरो भाइ। यहाँ चाहिँ पलम फलेर नि सकिसकेको छ। हल्का अलिअलि छन्, एउटा दुइटा। उहाँ चाहिँ तल चाहिँ मेरो फुपूको घर हो। यो चाहिँ हाम्रो टनेल, यो चाहिँ हाम्रो घर। फुल राधे राधे। जाँदा पनि चारै ढोका चारै दृश्य खुला होस्, सबै कुरा राम्रो होस्, आँटेको काम सम्पूर्ण पुरा हुँदै जाओस्, सबै कुरा राम्रो होस्, पढ्न बुद्धि आओस्, सबैले मान्ने गुन्ने भए सबै कुरा राम्रो होस्, भोलिपूर्ण हुँदै जाओस्, सबै कुरा राम्रो होस्। मेरो भए को पूजापाठ गरेर टिका लाउने कार्यक्रम हुँदैछ हाम्रो घरमा। भाइ, मेरो ड्याडी। खै डौ गरेको। सबै कुरा राम्रो होस्। कान्छो छोरो केही सामान लिएर पर जाने, परबाट सामान लिएर यहाँ आउने, ज्ञानी हुने। ल मान्छे ज्ञानी हुने है, ज्ञानी ध्यानी हुने। ल ल मेरी जेरीलाई आज पूर्णियाको दिन ल ल राम्री भयो है। ल ज्ञानी भयो, जेरी। ज्ञानी भयो है, ज्ञानी हुने। चिया खाँदैछु मैले, रातो चिया। आज मैले बिहानमा के गर्छु देखाउँछु है हजुरहरूलाई। हेर्नु है, हाम्रो घरमा चाहिँ यस्तो पलम फलेको छ। सबै पाकिसकेको छ। यता सिमी, टनेलमा फेरि के छ, काउली, खुर्सानीहरू फलिसकेको छ। यता सिमी। उफ, टनेलमा कति गर्मी हो हजुर। भन्छ न त्यसमालाई अलि ठुलो खाले लहर। सिमीलाई थाक्रा काट्ने कार्यक्रम हुँदैछ। यहाँ चाहिँ मौरी। यिनी सबै लाने हो। यस्तो काम हुँदैछ है आज बिहान बिहान। गाह्रो छ हजुर, गाह्रो छ काम गर्न। ए मम्मी मम्मी पुच्क्यो। ल सुमन कहाँ यही सिमीमा थाक्रा गाड्ने काम गर्दै हुनुहुन्छ मान्छेले। ल आज बिहान बिहानको काम चाहिँ यही नै हो।
कति चाहिन्छ सुमन? कति चाहिन्छ? आजको मिनी भ्लग चाहिँ यही हो, बिहान बिहानको काम। अब यो ओसारेर सिमीमा थाक्रा हाल्नेपछि सकिन्छ। सबैजनाले अचारवालीलाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। धन्यवाद।